हाल्छु नि त अनि त्यो जोड्दै हालिहाल्ने हुन् के तिम्रो नो भने नराम्रो भने म को देखाउँदैन त्यस्तो देखाउँदैन क्या त्यस्तो किन देखाउँदैन होइन तर भिडियो चाहिँ हेलो नमस्ते सम्पूर्णमा आशा भ्लगमा स्वागत छ। आज म चन्द्रगिरीतिर छु, हाम्रो बसाइ यतातिर हो, घरभन्दा अलि बाहिर यस्तो रमाइलो छ होइन। भ्लग हाम्रो भोलिको योजना चाहिँ गाइज होइन टक्क खसी काटेर खाने योजना छ शनिबारे बसाइमा। त्यही भएर आज चाहिँ हामी यसो दाउराको जुगाडमा छौँ होइन। त्यसलेको मासु मिठो हुन्छ भने क्या आन्टी कहाँ पुर्थ्यो हिँड पहिला कहाँ जाने त कति चन्द्रगिरी गाइज होइन। त्यो माथि चाहिँ कालुपाण्डे पार्क हो, त्यो माथि डाँडा कालुपाण्डे पार्क, माथि गुम्बा छ, त्योभन्दा पछाडि गुम्बा छ सर। अनि हामी चाहिँ बिचमा छौँ, म चाहिँ यहाँ छु होइन। भ्लग बनाउन नआउने साथीहरूलाई चाहिँ म के देखाउँछु यताको भ्यू है सारा ठिक छ होइन। माटा हामी त्यहाँ काफल खान गएको छौँ होइन आन्टी, त्यहाँ माथि जङ्गलमा काफल पनि हुन्छ साथीहरू होइन। अस्ति जेठको बेला हामी गयो होइन काफल त्यहाँ। हामी चाहिँ दाउरा कति बेला देखाउनु। अनि यो दाउरा भरि खसी बोलिन्छ त अरू किन्नु पर्यो भन्छ, यसो भाँच्नु पर्यो, यताउता सोरचार गर्नु पर्यो। हामी चाहिँ भोलि शनिबारे बसाइमा चाहिँ हुन्छ जति भए पनि होइन। आन्टी केही भन्नु छ भन न, केही कुराहरू जस्तै अस्ति मेरो भ्लग छ होइन, नयाँ भ्लगको अब यस्तै बोलेर हाल्यो भने क्या यसमा होइन। यसो बोलेर कुरा गरेर अब त्यस्तै सुख दुःखका कुरा, आफ्नो अब मनका कुराहरू जे पनि हुन्छ नि त, त्यस्तो हाल्छ कि बनाइकन। जस्तो तिमी केही भन्नु छ केही छ भन न केही छ कि भन न, यसो हुन्छ नि त आफ्नो मनमा लागेको कुराहरू के जस्तै यस्तो भन्ने हुन्छ नि त, त्यस्तो केही भन्नु न। अहिले रेकर्ड गर्ने मैले ऊ काट्नु पछि काट्नु मिल्छ क्या। जस्तै हाम्रो जो नमिलेको छ त त्यो चाहिँ काट्न मिल्छ क्या, नमिलेका उहरू त्यो होइन काट्नु मिल्छ। म बिचमा ऊ पछिमा ऊ इडियोतिर काट्छु क्या, कहाँ जे पाइरहेको हाल्छु त अनि हाल्दैन नि त। अब जस्तै अब अहिले राम्रो अब मुख पनि कस्तो राम्रो आइरहेको हुन्छ नि त कोहीमा, त्यस्तोमा त्यस्तो हाल्छु, नराम्रो आएको फालिदिन्छु क्या। जस्तो के भने भन्नु न केही अब अहिले जस्तो अब नहाल्नु पर्ने भएका पनि त्यो भन न के भन्नु के भन्नु। जस्तै के भन्नु, पहिलो जाउँ भने 4 छोराछोरी पाएले भन्नु, पहिलो गयो पोइ मारेलले अरू पहिलो जाने कुरै आएन नि, पहिलो काट्ने आएन होइन, अरू बाजी पहिलो जाँदिन् भन्नु सबै म त्यस्तो दुःखै छैन खासै, त्यस्तो दुःखै छैन। आफ्नो गर्ने मेहनत गरेर आएको छौँ होइन, आफ्नो घर परिवार चलाएर बसेका छौँ हामी। त्यस्तो दुःख भन्ने कुरा पनि त्यस्तो छैन, सुख भन्ने कुरा पनि छैन। हामी मिडियम वर्गको मान्छे हो होइन। दुःख भनेर आतिनु हुन्न, सुख भनेर मातिनु हुन्न होइन। हामी त्यस्तो छौँ, ठिक छ जस्तो सिक्छ त्यस्तो कुराहरू। आजकल के सिजन छ अरे, के हुन्छ अरे के छ आजकल त अब पहिलो जानेमा थुप्रै सिजन छ। अनि के गर्नु सबै पहिलो गए देखेपछि आफू पनि दुःख पाए बेला उमा आउँदा काण्ड त्यही भनेको कि त, उमा त्यही के अरे मोबाइल भिडियो आउँदा त्यही काण्ड भनेको कि त, पहिलो जाने काण्ड पनि त्यही हो भन्ने हो कि है। पहिला लास्टै पहिलो जाँदा कि आजकल जान्दा पहिला जाँदैछ यस्तो पहिला पनि जान्दा जाँदैन चाहिँ भन्दा कहाँ 12 वर्ष बिहारेपछि कहाँ हो कोही मरेर मरिजाँदा होइन क्या। आजकल जस्तै पहिला भन्दा नि अहिले जस्तै पहिलो जाने जस्तै एकदम चलेको कि होइन, जे हाले पनि सिजनै चलिसक्यो। अब के गर्ने, आफू पनि दुःख पाए बेला जाउँ जस्तो त लाग्छ यार। छोराछोरीलाई तुमी त नजाए, तिम्रो त 4 छोराछोरी छन् होइन, यिनका होइन 4 छोराछोरी छन्। मान्छे अब छोराछोरी पाएरै खिउतरी भइयो होइन वास्तवमा छोराछोरी धेरै पाएर नि खिउतरी भइयो हुन् होइन साथीहरू। अब मान्छे के गर्ने, अब हेल्दी हुने त सबैले मन हुन्छ, राम्रो पनि सबैले मन हुन्छ, तर एकदमै राम्रो छ आन्टी चाहिँ होइन। तर चाहिँ अलिकति अब के छ अलिक कमजोरी होइन आन्टी, कमजोर त होइन, बच्चाहरू धेरै पाएर 4वटा बच्चा पाएर होइन। उमेर अनुसारको चाहिँ अहिले कति
तर 30 वर्ष कि पुगेन हैन अनि 30 वर्ष कि नपुग्यो भनेपछि 4वटा बच्चा भनेपछि अनि कम हो त अनि हैन तिमीले पहिले बच्चा कति छोरी हुन्छ तिमीले कति पहिले बच्चा कति वर्षमा पायौ त्यही 16 मा 16 वर्षमा पाएनौ 16 नपुगे भइहाल्छ हुन्छ जेठो छोरी तर हो यार तिमी यार अनि त्यसपछि फेरि 13 सम्म पुगे त नि पुग्छ वर्ष त्यो त 13 पुगिन्थ्यो हैन जस्तै तिमीले खास 4वटा बच्चापछि किन पाएकी हो के पहिल्यै छोरी पाए अब छोरो चाहिन्छ भन्ने अनि एक छोरी भएकी थियो हैन फेरि किन पायौ त के कुन एकजनाले पायौ जस्तो के पलानले पायौ फेरि पनि अब हैन त्यस्तै पाम भनेर पलानमै पाएको हो कि अब बाइ चान्स हुन्छ नि त नचाहँदै पनि हुन्छ नि त कसैको बच्चाहरू त्यस्तो नचाहँदै भएका हुन् कि अब चाहरै भएका हुन् कि जस्तो 4 बच्चापछि ल्याएर आन्टी अहिलेको जमानामा अब हजुर आफू यस्तो कमजोर हुन्छ हैन अनि खास किन पाइस्या हो खास भन्ने भने चाहिँ अनि मेरो बुढो पनि एक्लै हैन अब 2टा भाइ चाहिन्छ भन्ने भयो छोरा भएपछि अनि पछिको छोरी पनि हैन अब छोरै होला भन्ने लागेर छोरै पाउँछु भन्ने जस्तो भएर अनि छोरै होला भन्ने लाग्यो अनि छोरी भयो भन्दा पछि अब छोरी भयो अनि त्यो अब नपाउने भन्नेमा थियौँ अनि त्यो सानो बाबु अझ फेरि पेटमा आइहाल्यो आएपछि अझ फाल्ने मन लागेन छोरै हुन सक्छ भन्ने आश लाग्यो 4वटा बच्चापछि स्कुलमा हाल्नु भएको छ हैन 4वटा बच्चापछि छन् अनि त्यसपछि गएर अब आफ्नो अब रोजगार खासै के छैन आन्टी रोजगार केही छैन त्यही अर्का काम गरेर पढाउनु पर्यो बच्चा सेट भयो क्या यार म सेट किन हुन्छ सेट हो यार त यार अनि सेट हुन्छ नि मान्छे लाइफमा चाहिँ एकदमै हाँसेर जिउन आवश्यक छ साथीहरू हैन जस्तो दुःख पीडा जस्तो जे भए पनि हैन जस्तो भयो नि खुसी चाहिँ भइराख्नु पर्छ के अब हाम्रो के भन्छ अब लागि भयो पनि त अब कसरी बच्चाले आफू जस्तो दुःख भएको हेर्ने फेरि आफन्तहरू धेरै हुन्छन् क्या तान्छन् नराम्रोलाई नै उचाल्न खोज्छन् त्यही भएर अब भलो गयो त आन्टी हैन लिके भलो गयो के लिक्या खिचेको के भन न अहिले खिचे के हो भलो गयो कि भिडियो कि के रे आन्टी के रे एक यति के भन्नु यार होइन के हुन्छ जति भने नि के जोड्ने हुन् नि त जो राम्रो त्यति हाल्छु कटिङ गरेर हाल्छु नि त अनि त्यो जोड्दै हालिहाल्ने हुन् क्या भने नराम्रो भने अब मैले देखाउने बौला मको देखाउँदैन त्यस्तो देखाउँदैन क्या त्यस्तो किन देखाउँदैन होइन तर भिडियो चाहिँ यो भिडियो खासै हाल्दा त हुन्छ के फरक पर्दैन आन्टी हाल्दा हुन्छ के फरक पर्दैन के हुने मान्छेले कस्तो कस्तो हाल्यो पनि झन् हुन्छ कि यस्तो के गर्ने अब यस्तो छ जिन्दगी पार कामले कुट्टो पनि पाइयो भने दाउरा भन्ने त दाउरा बहन दाउरा खोज्नु आन्टी दाउरा यतिले आउँछ नि त्यहाँ अनि कहाँ जानु तर ऊ तल आन्टी आँखा बाढ गरेर मारेर बाढ काठमाडौँ रेगडी काला पनि पसिम लगाइदिने कहाँ जाउँ भन्नु त खसी बोलेको खोइ हुँदैन जस्तो लाग्यो त आन्टी यी दाउराले अक्का फेरि अहिले फेरि गऱ्यो भने फेरि ढगुडा ल्याएर टुट्टिया तर हेर मकै कस्तो दामी छ तर गाउँको जस्तै छ पुरै उ होइन मकै मकै लागेको छ लास्ट दामी छ नि तर है आफ्नै गाउँको याद आउँछ यहीँ आयो भने म जुम हाने रहेछ पुरै ल हाम्रो गाउँ जस्तै छ है यो त पश्चिम जस्तै कति राम्रो छ हाम्रो मध्यपश्चिम कति भयो एक अलग छ नि परिपट्टि तल जाम भलक हाँसु किन लाग्दो भनेर अनि भिडियो किन लाग्यो मलाई भिडियो किन लाग्यो एकदम हाँस लाग्छ आन्टी किन होला त हाँस्नु स्वास्थ्यको लागि फाइदा हो कि आन्टी हाँस्नु स्वास्थ्यको लागि फाइदा कि बेफाइदा हो क्या फाइदा हो अरू के त्यो पनि हो होइन रोइरहने चित्त दुखाइ राख्नु भन्दा कहिले चाहिँ यसो कलेज पनि छिराउनु पर्छ
यस्तो कलेज पनि होइन पुऱ्याउनु पर्छ नि त फोक्सो पुऱ्याउने कलेजो पुऱ्याउने कलेज भन्छु भने यो फोक्सो हो कि कलेज के भन्छन् नि त्यो फुद्दो हाँस्नेवाला फुद्दो क्या छ त्यही फोक्सै फुद्दो होला कलेज पनि फुद्दो होला यहाँ राइट दाउरा हेर अन्ट्या यहाँ त यार बर्डले उ यसो हेर त खाँदैन र त अब खाँदैन हँ जाउँ पढ्यो जे पढ्यो दौड बाड भाग्नु पऱ्यो खै त्यो हो भोलि मासु त खानु पऱ्यो भोलि खसी त पोल्ने हो होइन खसी त पोल्नु पऱ्यो यार खसी जसरी पोल्छौँ हामी जसरी पनि पोलेर खाने हो होइन त्यो चाहिँ के भन्नु होला त्यहाँ के भन्ने अरे आन्टी के भन्ने अरे तिमीलाई सुन्ने सुन्दैन मिठो राखेको छु मेकअप गर्ने पाएन अन्त तपाईँले यहाँ सम्मान भन्नु म यहाँ काठमाडौँ पऱ्यो भरि घुमेर पाएन यार भन्नु है तिमीलाई त्यही भन्ने अहिले भिडियो खिच्ने होला अहिले खिचेर होला कि मैले सुन्ने पाएन यार कति घुमे यार भन्नु खोइ पैसा त अहिले पैसा लिएछौ कि नाइ त भन्नु अनि मैले त पैसा त लिएन यार पैसा नलिएर क्या ती दाउरा के नि ती दाउरा त्यति हुन् हामी भोलि पनि हामी ऊ के अरे टक्क खसीको मासु देखाउँछु भनेर भन्न नमिल्ने होइन साथीहरू हामी चाहिँ अब हामीलाई चाहिँ रमाइलो त्यही हो होइन कतिपयलाई नराम्रो लाग्नु सक्छ आउनु पर्छ एउटा गीत गाउँछु कि गाउँछौँ एउटा गीत गाऊ आन्टी एउटा गीत भन नि एउटा गीत भन्न बाटोले भाइरालै हुन्छु कि म त आशाको साथै वा 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 एकदम रमाइलो छ साथी होइन उहाँ चाहिँ मेरो आन्टी चाहिँ एकदम रमाइलो हुनुहुन्छ होइन मेरो सासू आन्टी मेरो सासू आन्टी हो मेरो सासू हो के गर्ने सासू हुने दिन आयो ए यस्तो दामी छ कि भ्यू होइन एक अर्को गीत पनि जाओस् न आन्टी के गाउँ एक जाओस् न जाओस् मायालु सम्झिन हेर आशा यस्तरी हाँसेको बोलेको शाबास कस्तो लाग्यो साथीहरू होइन फाइनली हामी चाहिँ दाउरा लिएर आएको हो दाउरा है भोलि खसी दाउरा खसीको मासु खाने भए आइजानु सबजनाले मासु चाहिँ मिठो हुन्छ पोलेर राख्छु आउनुहुन्छ भनेपछि